अब हामी चाहिँ अब रुम पुग्न लागिसकेछौँ त्यता सरप्राइज हुने दिदी ढल्नुहुन्छ होला त्यो ढल चाहिँ तपाईँहरू त्यस्तो आवश्यकता नमान्नुलाई किनभने चाहिँ हामी टाइम यस्तो सरप्राइज दिइराख्ने गर्दछौँ होइन अब चाहिँ एक्कासी उतै गएर ट्याक्क अब फेस रिभिल हुन्छ अलिक धेरै बोल्न आउने हो क्या यतैबाट ला अप्ठ्यारो त हटाइसकेछ है मेरो आजकल त्यो पुची कस्तो हेरिरहेको छ हेर त त्यो उता देखाउ न जिस क्या हामी चाहिँ फाइनल्ली पुगिसकेका छौँ यस्तो पुरो ग्रुप नै गइरहेको छ ल ग्रुप नै पुरै के भने तिमीलाई नि देखाउने उनी गएको छन् कस्तो अनुहार हो हाम्रो केटाहरू नि गएको छन् को नि गएको छन् होइन उता दिदी भन्छन् होला बट तर केही होइन यता मान्छेहरू नि धेरै बाटोमा छन् तर ब्याक के उसले मलाई मेरो इन्सल्ट गरेको मेरो मेरो रोयल भाषालाई इन्सल्ट गरेको रोयल भाषाले इन्सल्ट नगरेर अनि ठ्याल अनि त्यही त अनि मुकुना भौतिक माथि के नबुना आइ म चाहिँ गर्ने आफ्नो नेचुरल भाषा भने आफ्नो ठाउँमा बोल्ने हो कि यता काठमाडौँ आएर नेचुरल भाषा बोल्नु हुँदैन क्या बुझेको छौ नि को बोल्छ त हामीलाई थाहा छ तिमी बोल्छौ मलाई थाहा छैन भने बिजुन भाइले चाहिँ सरप्राइज दिन कसलाई को गर्न बुझेन दिदी के भन्नु ल को धेरैजना छन् क्या यो भिडियो बनाउने भन्दैछ के को भिडियो बनाउने खै यता आइसक्नु भएछ है दिदी चाहिँ यता हिरो नेट के त Hello, welcome to my vlog. My name is Amit Bauer. त्यता गइसक्यो Yes, guys, आज हामी आफ्नो ब्लगमा दिदीलाई बर्थडे सरप्राइज दिन birthday to you happy birthday to you happy birthday to you सम्झना happy birthday happy birthday अब चाहिँ केक काट्न हामी रेडी भइसकेका छौँ अब May God bless you. ओ ह्यापी बर्थडे टु हामी चाहिँ यता भित्र गइसकेको छौँ ओ ह्यापी बर्थडे टु ह्यापी बर्थडे सम्झना ह्यापी बर्थडे टु यो दिदी ह्यापी बर्थडे सम्झना दिदी कस्तो फिल भयो होला तपाईँले भन्नुहोस् त तपाईँको कस्तो लाग्यो रमाइलो लागेछ रमाइलो है एकदम रमाइलो हो तिमीले चाहिँ कस्तो लाग्यो happy birthday to you happy birthday to you we are so happy guys we are so Thank you so much for your special gift. Thank you for everything you did for me. Thank you so much. आउनु त पर्यो त्यो बाइक त जाऊ बोल त बोल दिगेकै के त युटिलाइज हो म त गाली भाषा बोल त बोल गाली भाषा हो त्यो बोल्नु त मान्छे देखेन त्यो उसको हो के यसको हो कस्तो जस्तै भइछ हैन यो लास्ट भाइ चाहिँ प्लिज फोटो
या त म त यही बिहा गर्नु पहिला जानु लागेको छ हामी को जन्ला को जन्ला झोला सोला बोक्नु भएको छ दिदी कतिजना लाग्नुभयो यो के यस्तो झोला बोक्यो बिहा गर्ने के झोला बोकाउनु भन्नु के त्यही भएर आउँछन् कि आउनु डेटिङ बाइक एउटा ठाठै डेटिङ के झगडा पर्नु नै नै होइन आउँदैन अनि क्या ढिलो नमस्ते मेरो भाइलाई नराम्रो गाली ठुलो होइन म त कि टाढा भनी छ नि त्यो त बरु अलिक क्यामेराले एक्जेक्ट भेटिहाल्छ कि त्यही भएर चाहिँ त्यो क्यामेरा चाहिँ अलिक टल्के सल्केछ भन्नाले ल्याङ्गै हुन्छ होला बट अनि अलिक राम्रो चाहिँ निकाल न फोटोहरू भिडियो चट्ट निकाल होइन अरू चाहिँ त्यस्तै अब अरू नि पार्ट आउँदै गर्छ भ्लग्स भ्लग आउँदै गर्छ अब चाहिँ म चाहिँ अब 2-4 दिनपछि रिएक्सन भिडियो बनाउनतिर सुरु गर्छु होइन अनि चाहिँ म रेगुलर यहाँ 2-3 दिन ब्रेक लगेर म रिएक्सन भिडियोतिर नि लाग्छु होला अहिले चाहिँ ट्याक्क अहिले फ्री छु नि त त्यही भएर अनि म के बनाऊँ म त्यही भएर चाहिँ मैले भ्लग आजको लागि चाहिँ बनाइदिएको यस्तो रमाइलोको लागि भाइहरू नि थियो बर्थडे पार्टी यस्तो सम्झना राखिरहोस् न पछि फ्युचरसम्म अरू केही नभए नि तपाईँहरूको साथ सपोर्ट भएपछि म केही होला नत्र त केही नभए नि अनि ला यो भ्लगमा चाहिँ यो भिडियो छ है भन्ने टाइपको हो कि नै आश भइरहेको छ अनि त्यही भएर चाहिँ भिडियो बनाएको अनि तपाईँहरूले चाहिँ सेयर गरेर चाहिँ सपोर्ट गरिदिनु होला अब चाहिँ हामी रुम पुग्न लागिसकेका छौँ रमाइलो बज्योस् यो टाइम यो समय यतिको ठ्याक्क अहिले हामी फ्री नै छौँ के गरौँ भइरहेको थियो त्यता गयो डान्स सान्स गऱ्यौँ भिडियो सिडियो बनायौँ एकदम रमाइलो लाग्यो होइन त्यही भएर चाहिँ अरू टाइम नि आउँदै गर्छ अब अर्कोचोटि नि अब चाहिँ हामी तपाईँको यो म भिडियो बनाउने नै छु त्यतिखेरसम्म चाहिँ तपाईँले चाहिँ 300 भ्युज अनि प्लस 20 लाइक चाहिँ जसरी नि पुऱ्याइदिएपछि मैले फिक्सै अर्को भ्लग आउँछ भन्ने म आश धारणा राख्दछु अहिलेको लागि चाहिँ म ब्रेक लाग्न चाहन्छु रुम जाँदाखेरि चाहिँ तपाईँले म त्यही देखाउने छु ढोका खुल्ला हुन्छ कि हुँदैन भनेर चाहिँ त्यो देखाउने त्यता प्रयास गर्नेछु अहिलेको चाहिँ ल टाटा बाई कुनै टाइममा बोलाउँला ओके लस्